रासोपाको चुनावी विशेष सभा धनगढीबाट सुरु हुने, रवि र बालेन दुवैले सम्बोधन गर्ने, देशका 7 स्थानमा ठूला सभा गर्ने रासोपाको तयारी। भ्रष्टाचार न्यून हुन नसकेकोमा प्रधानमन्त्री कार्कीद्वारा चिन्ता व्यक्त, दिएका सुझाव सम्बन्धित पक्षले अपेक्षित पालना नगरेको अख्तियारको गुनासो। नेकपाको प्रतिबद्धता, अन्तर्जातीय विवाह गर्ने जोडीलाई बिना धितो 15 लाखसम्म ऋण दिने। धनुषा 3मा मुक्ति पार्टीका उम्मेद्वारले रासोपा प्रवेश गरे, चुनावपछि रासोपा लगायतका सबै दलसँग साझेदारी गरेर अघि बढ्ने गगन थापाको भनाई। मालवाहक सवारीको मापदण्ड तोकियो, क्षमताभन्दा धेरै लोड भए सडकमै झारिने। प्रतिस्पर्धी उम्मेद्वारको पोस्टमा लाइक कमेन्ट नगर्न कङ्ग्रेसको निर्देशन। रूपन्देही 2 को घर दैलोमा हिँडेका रासोपा उम्मेद्वार विरुद्ध सहकारी पीडितले गरे नाराबाजी। झापामा ओली र बालेनसँग प्रतिस्पर्धामा उत्रिएकी कङ्ग्रेसकी चिम्रिया भन्छिन्, मिडियामा कम आए पनि जनतासँगै छु, अवश्य जित्छु। डिभोर्सको ठिक 1 वर्ष पुगेपछि गायिका एलिना चौहान भन्छिन्, अब म बाँच्नेछु, हाँस्नेछु, अगाडि बढ्नेछु। आफैसँग बाचा गर्दै भनिन्, अब पिँजडामा बस्दिन। पोखरामा पनि रवि लामिछानेको देखियो लोभलाग्दो क्रेज। देशमा मौलाएको भ्रष्टाचार नियन्त्रण गर्न रासोपा आएको भनाई। बर्दियामा कैदीबन्दीहरूलाई फर्निचर तथा बाँसको हस्तकला सामान निर्माण गर्ने तालिम दिइयो। प्रवासी नेपालीहरूको पीडा, नोट चल्छ तर भोट चल्दैन। ओलीको घर दैलो कार्यक्रममा मतदाताहरूको गुनासो, तपाईँको नेता कार्यकर्ताले हामीलाई साह्रै दुःख दिए। कार्यकर्ताले मतदातालाई नक्सा लिन ओडामा आइजै भन्दै थर्काउँदै। बुधबार पनि बढ्यो सुनको मूल्य, तोलाको 3,06,600 रुपैयाँमा कारोबार। बुधबार नेप्से परिसूचक केही सुधार, 8 अर्ब बढीको कारोबार। सर्वसाधारणको लागि खुल्यो रिज लाइन इनर्जीको आइपिओ। सल्यानमा जीप दुर्घटना हुँदा 1 जनाको मृत्यु, 250 मिटर तल जीप खस्यो। चालक निदाएको कारण दुर्घटना भएको प्रहरीको आशंका। नेपालको डिजिटल रूपान्तरणको लागि विश्व बैंकले $5 करोड ऋण दिने। ऋणले डुबेर जेलमा पुगेका भारतीय कलाकार राज पायललाई सोनु सुदले साथ दिने। T20 विश्वकप अन्तर्गत आज नेपाल र इटली बीच भिडान्त हुँदै, उक्त खेलमा नेपाल र इटलीका 3 दाजुभाइको जोडी मैदानमा देख्न सकिने। र पाकिस्तानसँग बहुप्रतिष्ठित खेलको मुखमा भारतका ओपनर शर्मा अस्पताल भर्ना, भारतलाई लाग्यो झट्का लगायतका अन्य महत्त्वपूर्ण खबरहरू पनि प्रस्तुत गर्नेछौँ। नमस्कार, गोर्खाली मिडियाको दिनभरको समाचार बुलेटिनमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज मिति 2082 माघ 29 गते बिहिबार, नेपाल सम्वत 1146 सन् 2026 फेब्रुअरी 12 तारिक। आज पनि हामी देश दुनियाँभरका खबर अपडेटहरू लिएर उपस्थित भइसकेका छौँ। आजका मुख्य समाचार, ब्रेकिङ न्युज, नयाँ अपडेट लगायतका तपाईँहरूलाई काम लाग्ने, हेर्नै पर्ने र सुन्नै पर्ने महत्त्वपूर्ण समाचारहरू लिएर आएका छौँ। कृपया हामीलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। हाम्रो मेहनतको लागि भिडियोमा 1 लाइक पनि अवश्य गर्नुहोला। साथै यो खबर कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, आफू रहेको देश अथवा गाउँठाउँको नाम कमेन्ट बक्समा मेन्सन गर्न नभुल्नुहोला। आउनुहोस् आजको खबर सुरु गरौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले धनगढीबाट चुनावी सभा सुरु गर्ने भएको छ। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि रासोपाले मास प्रदर्शन सहितको जनप्रदर्शन गर्न लागेको हो। रासोपाले धनगढीबाट सभा सुरु गर्न लागेको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। उक्त सभामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह संयुक्त रूपमा सहभागी हुने र सम्बोधन गर्ने कार्यसूची छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र यही फागुन 6 गते कैलाली जिल्लाको धनगढी पशुपति टोलमा जनसम्बोधनको कार्यक्रम रहेको छ। उनले भनिन्, रासोपाले कम्तीमा देशका 7 स्थानमा ठूला सभा गर्ने तयारी गरेको छ। प्रदेश स्तरीय उक्त सभा कहाँ हुनेछ भनेर रासोपाले अहिल्यै खुलाइसकेको छैन। यसअघि रासोपा सभापति रवि लामिछाने र वरिष्ठ नेता छुट्टै हिँडिरहेकोमा अब संयुक्त सम्बोधन गर्ने गरी पार्टीले तयारी गरेको हो। वरिष्ठ नेता बालेन्द्र शाहले एकपटक कोशी प्रदेशका पहाडी जिल्ला हुँदै सुदूरपश्चिमका जिल्ला समेत पुगिसकेका छन्। उनी अहिले मध्य प्रदेशका विभिन्न जिल्लामा घुमिरहेका छन् भने सभापति लामिछाने गण्डकी प्रदेशतिर चुनावी यात्रामा पुगेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार न्यून हुन नसकेकोमा चिन्ता व्यक्त गरेकी छिन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको 35औं वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उनले अख्तियारले राम्रो काम गर्दै पनि भ्रष्टाचार शून्य हुन नसकेको बताइन्। उनले अख्तियारले गर्दै आएका काम र प्रयासको भने प्रशंसा गरिन्। प्रधानमन्त्री कार्कीले सुशासन प्रबन्धन,
र भ्रष्टाचार न्यूनीकरणको लागि आयोगको भूमिका महत्त्वपूर्ण रहेको र अझै धेरै सक्रिय र निर्भीक रूपमा काम गर्न आग्रह गरेकी छिन्। कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले सुशासन कायम गर्न दिएका सुझाव सम्बन्धित पक्षले अपेक्षित पालना नगरेको गुनासो गरेका छन्। उनले भ्रष्टाचार नियन्त्रण आयोगको मात्रै काम नभएको र राज्यका कार्यकारी संयन्त्र नै बढी जिम्मेवार रहेको बताए। ट्रान्सपरेन्सी इन्टरनेसनलको सन् 2025 को सर्वेक्षण अनुसार भ्रष्टाचार अवधारणा सूचाङ्कमा नेपालको 100मा 34 अङ्क पाएको छ। नेपालले 100मा 34 अङ्क पाएको छ, जुन अघिल्लो वर्षको प्रतिवेदनमा पनि 34 नै थियो। समान अङ्क भए पनि सन् 2024मा सर्वेक्षणमा 180 देश सहभागी भएकाले नेपाल 107औं स्थानमा थियो। सन् 2025मा भने 109औं स्थान कायम भएको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाले अन्तर्जातीय विवाह गर्ने जोडीलाई बिना धितो कम ब्याजदरमा ऋण उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। आगामी फागुन 21 गति हुने प्रतिनिधि सभा निर्वाचनको लागि सार्वजनिक गरेको घोषणापत्रमा नेकपाले दलित समुदायको आत्मसम्मानको रक्षा, संविधान प्रदत्त अधिकारलाई अनुभूतिकै तहमा कार्यान्वयन गराउन भनेर विभिन्न बुँदाहरू उल्लेख गरेको छ। प्रतिबद्धतामा अन्तर्जातीय विवाह गर्ने जोडीलाई बिना धितो सहुलियत ब्याजदरमा 15 लाख रुपैयाँसम्म बैंक कर्जा प्रवाह गर्ने व्यवस्था उल्लेख गरिएको छ। अन्तर्जातीय विवाह गर्ने जोडीलाई आत्मनिर्भर बनाउनको लागि यस्तो व्यवस्थापन गर्न लागि बताइएको छ। दलित समुदायको अधिकार संरक्षणको लागि कार्ययोजना नै बनाएर लागू गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। त्यस्तै आगामी 1 दशक दलित अधिकार दशकको रूपमा घोषणा गरी दलित समुदायको आत्मसम्मान सुनिश्चित गर्ने र दलित महिला, मधेसी दलित, वादी गन्धर्व लगायत दोहोरो तिहिरो शोषणमा परेका समुदायको जीविकोपार्जन तथा विभेद अन्त्य गर्न विशिष्ट प्रकृतिका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता नेकपाको छ। दर्शकवृन्द, यो प्रतिबद्धता पूरा होला त तपाईलाई के लाग्छ? आफ्नो विचार कमेन्ट बक्समा राख्न नभुल्नुहोला। मालवाहक सवारी साधनलाई लोड बोक्ने विषयमा कडाई हुने भएको छ। यातायात व्यवस्था विभागले 7वटा प्रदेशका यातायात मन्त्रालयलाई पत्रचार गर्दै मालवाहक सवारीको भार वहन नियमनमा कडाई गर्न निर्देशन दिएको हो। नेपालका सडकमा क्षमताभन्दा बढी भार बोकेर गुड्ने मालवाहक सवारी साधनका कारण सडक क्षति हुने गरेको छ भने क्षमताभन्दा धेरै लोड बोक्दा दुर्घटना समेत बढेको छ। 2082 साल माघ 27 गते विभागले 7 प्रदेशका यातायात मन्त्रालयलाई पत्रचार गर्दै मालवाहक सवारीको भार वहन नियमन कार्यान्वयन गर्न निर्देशन दिएको हो। लामो समयदेखि यातायात व्यवसायी र सरकारवालाले सवारीको क्षमताभन्दा बढी भार बोक्दा सडक संरचनामा ठूलो क्षति पुगेको भन्दै गुनासो गर्दै आएका छन्। क्षमताभन्दा धेरै लोड बोक्दा ब्रेक फेल हुने जस्ता कारणले सडक दुर्घटना पनि बढेको छ। विभागले जारी गरेको पछिल्लो निर्देशन अनुसार अबदेखि प्रत्येक मालवाहक सवारीको दर्ता ब्लू बुकमा सवारीको कुल वजन, भार वहन क्षमता र भार रहित वजन स्पष्ट हुनुपर्नेछ। कतिपय यातायात कार्यालयले मनलाग्दी ढङ्गले भार वहन क्षमता कायम गर्ने गरेको पाइएपछि विभागले यस्तो कदम चालेको हो। निर्देशिकामा गरिएको व्यवस्था अनुसार अब सडकमा गुड्ने मालवाहक सवारीले आफ्नो एक्सल लोडका आधारमा मात्र सामान्य ढुवानी गर्न पाउनेछन्। 2 एक्सल भएका 4 पाङ्ग्रे सवारीले अधिकतम 12 टन र 2 एक्सल भएका 6 पाङ्ग्रे सवारीले अधिकतम 16.2 टन लोड बोक्न पाउनेछन्। एकल एक्सलको लागि 10.2 टन, टेन्डम एक्सलका लागि 15 टन र स्टिम एक्सलको लागि 24 टनको सीमा तोकिएको छ। विभागले तोकेको लोड सीमा भन्दा बढी लोड बोकेमा सडकमै अनलोड गरेर मात्र सवारी चलाउन पाइनेछ। पेट्रोलियम पदार्थ र ग्यास बुलेट जस्ता विशेष प्रकृतिका सामग्री ढुवानी गर्ने सवारी भने विशेष परिस्थितिमा तौल पुलको प्रयोग बिना पनि सञ्चालन हुनेछन्। नयाँ नियमसँगै यसले दुर्घटना घटाउनेछ र सडकको आयु पनि बढाउनेछ। दर्शकवृन्द, तपाईलाई यो खबर सुनेर कस्तो लाग्यो? आफ्नो विचार कमेन्ट बक्समा राख्न नभुल्नुहोला। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष तथा उम्मेद्वार राजीव झा रासोपा प्रवेश गरेका छन्। धनुषा क्षेत्र नम्बर 3 का राष्ट्रिय मुक्ति पार्टीका उम्मेद्वार झा बुधबारको एक कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा प्रवेश गरेका हुन्। उनलाई एक समारोहबीच रासोपाका उम्मेद्वार मनिष झाले पार्टीमा स्वागत गरेका हुन्। उनी राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष समेत हुन्। उनी सहित राष्ट्रिय मुक्ति पार्टीका अन्य कार्यकर्ताहरू पनि रासोपा प्रवेश गरेका छन्। पछिल्लो समय रवि बालेनको लहरसँगै हरेक दिन कार्यकर्ताहरू पार्टी प्रवेश गर्नेको पनि लहरै चलेको छ।
दर्शकवृन्द, रूपन्देहीपछि रासोपा सभापति रवि लामिछाने पोखरामा पनि समर्थकहरूबाट घेरिएका छन्। उनलाई भेट्न बाटोमा हजारौं समर्थकहरू आएका थिए। 21 फागुनको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै आगामी अभियानमा सक्रिय राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने बुधबार पोखरा आइपुगेका थिए। सडक मार्ग हुँदै पोखरा आएका लामिछानेलाई पोखराको तालचोकमा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, सर्वसाधारण लगायतले भव्य स्वागत गरेका थिए। घाइते अवस्थामै आफ्नो निर्वाचन क्षेत्र नम्बर 2बाट चुनावी अभियान सुरु गरेका लामिछाने पश्चिम क्षेत्रका विभिन्न जिल्लाको भ्रमणपछि पोखरा आइपुगेका हुन्। लामिछाने पुगेका पोखराका हरेक ठाउँमा नागरिकहरूको ठूलो भिड लागेको थियो। लामिछाने प्रसिद्ध धार्मिक शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा दर्शनको लागि समेत पुगेका थिए। सो क्रममा उनले यसपटक आफू भोट माग्न नभई यस क्षेत्रका मतदाता, शुभेच्छुक र सर्वसाधारणहरूको कुरा र भावना बुझ्न आएको बताए। चुनावी सभाको लागि केही दिनपछि पोखरा आउने बताउँदै उपस्थित शुभेच्छुक सर्वसाधारणलाई पार्टीको सदस्यता लिएको भए यसपटकको निर्वाचनमा त्यो सदस्यतालाई पूजा कोठामा राखेर रासोपालाई भोट दिन आग्रह गरे। यसपटक आफूहरूलाई मौका दिएर परीक्षण गर्न आग्रह गर्दै लामिछानेले रासोपाप्रतिको आशा र भरोसालाई पूरा गरेर देखाउने प्रश्न पारे। देशमा मौलाएको भ्रष्टाचार नियन्त्रण र कुशासनको अन्त्यको लागि असफल पुराना दलहरूको विकल्पको रूपमा रासोपा आएको लामिछानेले बताएका छन्। नेपाली कङ्ग्रेस कञ्चनपुरले पार्टीका उम्मेद्वार बाहेकका अन्य उम्मेद्वारहरूको पक्ष पोषण हुने गरी प्रचार नगर्न निर्देशन दिएका छन्। कञ्चनपुर कङ्ग्रेस जिल्ला कार्य समितिले एक विज्ञप्ति जारी गर्दै पार्टीका उम्मेद्वारहरू बाहेकका अन्य उम्मेद्वारहरूको पक्ष पोषण हुने गरी कुनै पनि किसिमका अभिव्यक्ति नदिन, सामाजिक सञ्जालमा पोस्ट, कमेन्ट र लाइक तथा कुनै पनि प्रचार प्रसार जस्ता कार्यहरू नगर्न र कुनै किसिमका अभिव्यक्ति नदिन नेता कार्यकर्ताहरूलाई निर्देशन दिएको हो। जिल्ला समितिले कङ्ग्रेस उम्मेद्वारहरूलाई विजयी बनाउनको लागि पार्टीका सबै तह र तबका सदस्यहरूलाई आफ्नो टोल उडामा सक्रिय रूपमा परिचालन भई पार्टीको पक्षमा जनमत सिर्जना गर्न गराउन अनुरोध समेत गरेको छ। पछिल्लो समय विपक्षी पार्टीहरूको सामाजिक सञ्जालमा गई दोहोरी खेल्ने नै चलन बढेको छ। रूपन्देही 2 का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार सुलभ खरेल विरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले प्ले कार्ड प्रदर्शनी र नाराबाजी गरेका छन्। मङ्गलबार दिउँसो बुटवल 11 होराइजन चोकमा खरेल मत माग्न हिँडेको थाहा पाएपछि पीडितहरू विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेर त्यहाँ पुगेका थिए। पीडितहरूले सुप्रिम सहकारीको बचत अपचलनमा मुद्दा खेपिरहेका रासोपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै तिम्रो नेता खोइ, लिएर आऊ, जेनजीका माग कसले पूरा गर्छ, सिंहदरबार किन जलाएको लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर नाराबाजी गरेका थिए। तर सहकारी पीडित जम्मा भएको थाहा पाएपछि उम्मेद्वार खरेल आफूहरू रहेको ठाउँबाट 100 मिटर दूरीमा रहेको एक रेस्टुरेन्टभित्र गएर बसेका पीडितहरूमध्येका सोनु श्रेष्ठले बताएका छन्। सहकारी पीडित देखेपछि खरेल 1 घण्टासम्म रेस्टुरेन्ट बाहिर ननिस्केपछि आफूहरू त्यहाँबाट हिँडेको उनको भनाइ छ। उनले थपेका छन्, हामीले दुःख गरेर नखाई जम्मा गरेको पैसा कहिले फिर्ता हुन्छ, हामीलाई यसको जवाफ दिनु पर्यो नि। यही प्रश्न सोध्न आएका थियौँ तर भेट्न पाएनौँ। हाम्रो परिवारका 2 जनाको 11 लाख फिर्ता हुनुपर्नेछ। नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले एकजना व्यक्तिले देशमा चमत्कार गर्न सक्ने भन्ने कुरामा आफूलाई विश्वास नभएको बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र सर्लाही 4 का मतदाताहरूसँगको छलफलमा अहिलेको चुनावमा एजेन्डा छाडेर प्रधानमन्त्री को बन्ने भन्नेमा केन्द्रित भएको बताएका छन्। उनले भने, म सहमतिको राजनीतिमा विश्वास गर्छु, त्यसैले म एकजनाले चमत्कार गर्न सक्छु भन्ने कुरा मान्दिनँ। अहिले यसपालिको चुनाव चाहिँ दुर्भाग्य कस्तो भइदियो भने विषयवस्तुमा छलफल छैन, के गर्न खोजेको भन्ने कुरा छैन, को प्रधानमन्त्री बन्ने, कसले कस्तो लगाउने, कस्तो हिँड्ने भनेको जस्तो विषयवस्तुतिर गयो, जसले गर्दा हाम्रा छलफलहरू, मुद्दाहरू सबै कुरा सामान्य बनेको छ। उनले थपे, यो 5 वर्ष नेपालले खेर पाल्नु हुँदैन। यो 5 वर्ष खेर फालियो भने त्यसपछि हामीसँग समय छैन। यो संविधानलाई राखेर यसभित्र मिलाउनु पर्ने, सच्याउनु पर्ने कुराहरू थुप्रैमा काम गर्नुपर्नेछ। त्यसैले 5 वर्ष मैले यहाँको प्रतिनिधि भएर जाने मौका पाउँदै गर्दा एमाले, नेकपा, रासोपा सबैलाई मिलाएर संविधानमा सबैको समझदारी बनाएर संविधानको मूलभूत कुराहरू कायम राख्ने तर बाँकी रहेका कुराहरूमा एउटा समझदारी बनाएर जाने मेरो प्रयास रहनेछ, गगन थापाले भनेका छन्।
विश्व बैंकले नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट अन्तर्गत नेपाललाई 5 करोड डलर सहयोग गर्ने भएको छ। विश्व बैंकले नेपालको डिजिटल सार्वजनिक पूर्वाधार सुदृढ गर्न र सार्वजनिक सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउन सहयोग परिचालन गरिनेछ। यो परियोजनाले नागरिकलाई प्रदान गरिने सेवाको ढाँचामा मौलिक परिवर्तन ल्याइने लक्ष्य रहेको छ। परियोजना अन्तर्गत एकीकृत अनलाइन नागरिक सेवा पोर्टल, सुरक्षित डेटा आदान प्रदान प्रणाली तथा प्रमाणीकरण योग्यता प्रमाणपत्र र डिजिटल वालेट व्यवस्थापन गर्न सकिने डिजिटल लकर जस्ता डिजिटल प्लेटफर्महरूमा लगानी हुनेछ। डिजिटल अर्थतन्त्रप्रति नागरिकको विश्वास बढाउन परियोजना अन्तर्गत इलेक्ट्रोनिक हस्ताक्षर, ई सिग्नेचर, साइबर सुरक्षा तथा डेटा गभर्नेन्समा समेत लगानी हुनेछ। चेक अनादर सम्बन्धी मुद्दामा तिहार जेलमा आत्मसमर्पण गरेका बलिउड अभिनेता राज पायल यादवलाई सहयोग गर्न कलाकार गुरमित चौधरी र सोनू निगम अगाडि सरेका छन्। गत फेब्रुअरी 5 मा तिहार जेलमा आत्मसमर्पण गरेका पायलको पक्षमा गुरमितले सामाजिक सञ्जाल एक्स मार्फत भावुक सन्देश लेख्दै सहयोगको प्रतिबद्धता जनाएका हुन्। उनले वरिष्ठ तथा अत्यन्त प्रभावशाली कलाकार राज पायल कठिन अवस्थाबाट गुज्रिएको भन्दै आफू कलाकार र मानवताको नाताले सक्दो सहयोग दिने बताएका छन्। साथै उनले चलचित्र क्षेत्रमा निर्माता, निर्देशक र सहकर्मीलाई करुणा र मानवताको भावनासहित एकजुट भएर समाधान खोज्न आग्रह गरेका छन्। जेल जानु अघि राज पायलले इन्स्टाग्राममा भावुक भिडियो सार्वजनिक गर्दै गम्भीर आर्थिक सङ्कट परेको बताएका थिए। उनको उक्त अभिव्यक्तिपछि प्रशंसक तथा फिल्म क्षेत्रबाट विभिन्न प्रतिक्रिया आएका थिए। यसै क्रममा अभिनेता सोनू सुदले पनि राज पायललाई आफ्नो आगामी फिल्ममा अवसर दिने र आर्थिक सहयोग स्वरूप साइनिङ रकम उपलब्ध गराउने घोषणा गरेका छन्। उनले यसलाई च्यारिटी नभई कलाकारको सम्मान जोगाउने प्रयास भएको बताएका छन्। यसअघि दिल्ली उच्च अदालतले चेक अनादरका श्रृङ्खलाबद्ध मुद्दामा जेल सजाय टार्ने राज पायलको अन्तिम प्रयास अस्वीकार गर्दै आत्मसमर्पण गर्न आदेश दिएको थियो। अदालतले राज पायलले पटक पटक भुक्तानी सम्बन्धी प्रतिबद्धता उल्लङ्घन गरेको उल्लेख गर्दै फेब्रुअरी 4 भित्र आत्मसमर्पण गर्न निर्देशन दिएको थियो। राज पायलका वकिलले तत्काल 25 लाख भारतीय रुपैयाँ जम्मा गर्ने र बाँकी रकम किस्ताबन्दीमा तिर्ने सहमति भएको दाबी गरे पनि अदालतले राहत दिन अस्वीकार गरेको थियो। र टी20 विश्वकप 2026 अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज इटलीसँग खेल्दैछ। नेपाल र इटली बीच पहिलो पटक टी20 आईमा भेट हुँदा अर्को एउटा रोचक तथ्य पनि सँगै जोडिएको छ। त्यो खेलमा 3 दाजुभाइ मैदानमा उत्रिएको देख्न सकिनेछ। विश्व क्रिकेटमा दाजुभाइले एउटै टोलीबाट खेलेको दृश्य त हामी सबैले देख्दै आइरहेका छौँ, तर विश्वकपमै खेल्ने दाजुभाइको जोडी पनि दुर्लभ भेटिनेछ। अझ एउटै टिममा 2 जोडी दाजुभाइ त कमै हुने कुरा हो। नेपाली टोलीका दाजुभाइ जोडी आरिफ र आसिफ शेख मैदानमा देखिँदा इटलीबाट दाजुभाइको 2 जोडी एन्थनी र जस्टिन मोस्का तथा बेन ह्यारी र मानेन्ती खेल्नेछन्। आरिफ र आसिफ नेपालको लागि विश्वकपमा खेल्ने पहिलो दाजुभाइ जोडी बनिसकेका छन्। इटलीसँगको खेलमा भने 3 दाजुभाइ जोडी सँगै मैदानमा हुनेछन्। यी सबै खेलाडीहरूले पहिलो खेल खेलिसकेकाले दोस्रो खेलमा पनि खेल्ने सम्भावना उच्च छ। त्यसकारण आज 3 दाजुभाइको जोडी देख्न पाइने सम्भावना धेरै रहेको छ। यी 3 जोडी दाजुभाइहरूलाई हार्दिक मङ्गलमय शुभकामना। अवस्था आजलाई गोर्खाली मिडियाको देश दुनियाँको खबर सकिएको छ। निरन्तर अपडेटको लागि हामीलाई सब्स्क्राइब गर्दै नजिकै रहेको बेल आइकन दबाउन पनि नभुल्नुहोला। तपाईँ हाम्रो भेट फेरि अर्को दिनभरको खबरमा हुने नै छ। यहाँहरू सबैको दिन आजको दिन शुभ रहोस्। नमस्कार।